मैले हेलो रूपक सर सुविधा लिनु पर्यो के छ अनि खबर एकदम ढिलो के हो उभौलीमा हाम्रो रूपक सर हामी रमाइलो गर्दैछौँ एकदम रमाइलो भइरहेको छ होइन हामी साकेलामा आएको छौँ आज उभौलीको उधौली ल है हाम्रो मङ्सिरमा हुन्छ अर्को उधौली त्यो बेलामा एकदम रमाइलो गरौँला होइन एकदम वी आर इन्जोय राइट नाउ हेर्नुहोस् है साथीहरू हामी चाहिँ रमाइलो गर्दैछौँ रमाइलो भइरहेको रमाइलो छ होइन यो एउटा कल्चर हो यो एउटा कल्चर मात्र होइन संस्कृति पनि हो संस्कृति पनि हो है यहाँ हेर्न सक्नुहुन्छ सोल्टिनीहरू निकै राम्रो राम्रो आउँछन् निकै राम्रो राम्रो किन बनेर आउँछन् भन्ने हाम्रो यो कल्चर हो त्यही भएर आउँछ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ उभौली हुन्छ पूर्णिमा त्यसमा चाहिँ राम्रो राम्रो बनेर नै आउनुहुन्छ हाम्रो राई कल्चर छुट्टै छ हेर्नुको लागि गाई हामी पनि आइसकेका छौँ होइन त रूपक सर कल्चरको बारेमा चाहिँ बोल्नु हुँदैन है फेरि कल्चर भनेको एकदमै पहिलेदेखि सदियौँदेखि चलेको आएको चिज हो त्यसमा चाहिँ हामीले चाहिँ नजन्मिँदैखेरि हामी जन्मिनुभन्दा सयौँ दशकदेखि अगाडि चलेर आएको चिजलाई हामीले जे पाए त्यही बोल्नु मिल्दैन सरी हामीले जे पाए त्यही बोल्नु मिल्दैन त्यही भएर हामीले चाहिँ एक्सेप्ट गर्नुपर्छ रमाइलो गर्नु मात्रै इन्जोय मात्रै गर्ने गर्दछौँ खै भेनाहरू पर कहाँ गयो पर यहाँ ऊ सानोमा ऊहरू थियो यहाँ थियो अघि चाहिँ कहाँ गयो भेनाहरू अगाडि हुनुहुन्छ यसरी रमाइलो गर्दैछौँ भेनाहरू त्यहाँ अगाडि गएको जस्तो लाग्यो यो भनेको सदियौँदेखि चलाइआएको परम्परा हो यसलाई चाहिँ जसले कमेन्ट गर्नुहुन्छ त्यो नराम्रो नचाहिने कमेन्ट गर्नुहुन्छ नराम्रो हो खै कहाँ पुग्यो खै अगाडि छैन बुढा होइन अगाडि गर्नु लाग्यो खै होइन हाम्रो टार्गेट भनेको नानाकोमा हो नानाको पसल उयो नानाको